सो हेलो गाइस, फेरि वेलकम ब्याक। सो म चाहिँ तल्लो घरबाट खाना खाएर माथि गरी हिँडेको। सो आज चाहिँ हाम्रो तल बेसीमा संसारी पूजा भन्छन् होइन, संसारी पूजामा जाने। हामीले चाहिँ घरबाट चामल, तरकारीमा हाल्नुपर्ने मरमसलाहरू लिएर जानुपर्छ। एकछिनमा हामी जान्छौँ, गाउँको सबैजना जानुहुन्छ। एकदम मिठो लाग्छ क्या त्यहाँ संसारीमा बनाएको खाना, मासु होइन। त्यहाँ पूजा गर्छन्, त्यसकैको भाग लाएर पकाएर खान्छौँ हामीले। सो अहिले चाहिँ म माथि गएर हिँडेको। एकछिनमा केटाहरूले माथिबाट कल गर्छ अनि जाने। त्यतिखेर जाने बेला भेटौँ है त गाइज। यता भिड छ, यताबाट आउँदैछ हाम्रो दाइहरू। यस्तो छ बाटो, बिस्तारै है सम्झी, आइसले खाला फेरि। सो गाइज अहिले चाहिँ हामी तल खोलामा आइसकेको चट्टसँगले। खाना पकाउँदैछ बाहरूले। सो यस्तो गाउँमा रमाइलो हुन्छ आज खाना होइन। गाउँदेखि अलिक तल हो हाम्रो, 5 मिनट्स जति लाग्छ। म चाहिँ यहाँ दाइको फोन ल्याउन आएको गाइज। खाइयो मेरो छोरीले मस्काइदिन्छ भनेर आश गर्दैछु म। यहाँ सबैजना आफ्नो कालीबत्तीको भाँडाहरू मस्काइदैछ। अब मेरो चाहिँ यहाँ छोरीले मस्काइदिन्छ, हाम्रो छोरीले मस्काइदिन्छ। म भिडियो गर्छु। कसो छोरी मस्काइदिनु नदिने? नदिने, नमस्काइदिने? गाई छोरी भएकोले यति धर्म गरिदियो। यसरी मस्काउनु पर्छ गाईहरू गाउँतिर। त्यहाँनिर सबैजना आफ्नो छ है। त्यही त अन्त हल्का चिल्लो जाओस् भनेर पो धुने हो त होइन, हो कि होइन कान्छी? ल भयो भयो, ल धन्यवाद। धन्यवाद मेरो छोरीले
हाम्रो यता कान्छाले नि मस्काउँदैछ यता माथिहरू सबैजना गाउँको सबजना है त त्यसै छ गाउँमा रमाइलो ला 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 ला। जामै जाम सबैजना सबैजनाले खाइसकेर सबजना घरतिर जाँदै हो गर्मी